गाइस, वेलकम बैक टू माई सेकेंड ब्लॉग। यो चाहिँ गाइस मेरो सेकेंड ब्लॉग हो हैन। यो चाहिँ बिहानको ब्लॉग। अहिले टाइम अहिले हेर्नुपर्छ हैन। अब यो चाहिँ डेन्जर वाला पानी पर्यो हैन। अनि अब के भन्नु, अब त्यो पानी पर्यो र निन्द्रामा अब केही सुनिदैन भित्र। अब रुम भित्र सुत्यो अब मस्तै। अब कसरी सुनिन्छ हैन। अब सबै ठिकै हो। अब बिहान चाहिँ हैन अलिक कुदा पनि हुँदैन। यहाँ रुममा चाहिँ म सुतेको थिएँ, तर यहाँ चाहिँ पुरा भित्र छ नि त यो रुम त। यो रुम अब सबसे लास्टको रुम भन्दा पहिलाको बिचको रुम हैन। अनि अब बाबा पनि रेडी हुनुहुँदैछ यहाँ दोकान जानुको लागि। हेर्नु होला गाइस। अनि यो चाहिँ हाम्रो किचन। हाम्रो मम्मीले चाहिँ ब्रुस गर्नुहुँदैछ हैन। अनि अब कुकुर चाहिँ कुकुर होइन। त्यहाँ चाहिँ दाना पाक्दैछ। दाना पाक्दैछ। त्यहाँ चाहिँ बोजूले चिया पिउनु हुँदैछ हैन। अनि अब जाउँ अब हाम्रो घरको अगाडि पछाडिपट्टि। त्यो चाहिँ यस्तोपट्टि होइन गाइस, चाहिँ अब बगानेपट्टि भन्दा पनि भइहाल्यो हेर्नु गाइस। हेर्नु होला गाइस, हाम्रो सबै चाहिँ ठिकै छ। बाटोहरू मात्रै ठिकै छ। बाटोहरू सबै ठिकै छ। यस्तो चाहिँ पुरा चिप्लो यो यतापट्टिको साइड यो यसो मुनि जाने होइन। अनि डल्लै चाहिँ पुरा चिप्लो छ होइन गाइस। तपाईँहरू गएर आउनु भने चाहिँ यस्तोतिर चाहिँ नहिँड्नु होला होइन। मान्छे आउनु भयो भने चाहिँ यहाँ गाइस यो चाहिँ भ्यू हो। भ्यू हेर्नु होला भ्यू गाइस। अब त गाइस मेरो बाबा पनि जानु आँट्नु भयो होइन। हेर्नु होला अब पानी पनि गर्नु आउनुहुँदैछ होइन। अब बाबा पनि जानु आँट्नु भयो। अब बाबाले फोन लगायो भने चाहिँ अब दिन्छु, त्यहाँनिर फेरि ब्लग खत्तम हुन्छ होइन गाइस। अब यो बेसी मिनटको त हुँदैन होला, 30 मिनटसम्म हुन्छ होला होइन। त्यो देख्नु नि त्यो रातो साइकल बाइकको छैन म गियर साइकल, त्यो चाहिँ मेरो साइकल हो होइन गाइस। अब के गर्नु, अब त्यस्तो साइकलले अब बस्यो अब त्यही साइकलहरू कुदाउनु पर्यो। कुदाइसक्यो डेन्जर छ। आज मिटिङ खेल्नु जाने होइन। अब मेरो साइकल होला अलिक त्यो चाहिँ झिर्केर होइन गाइस। खानु पर्यो होइन। खानु पर्यो। के मम्मी कुकुर वहाँ लगेर बाँधेको नि त। म लगेर बाँध्दैन गएको। ओइ गाइस यो चाहिँ साइकल यता हाल्नु। चाहिँ साइकल निकाल्नुपर्छ। यहाँ चाहिँ बाबाले अब बाइक निकाल्दैछन् होइन। अब ल भाइ।
लाइक सब्सक्राइब अनि सेयर गर्नु नभुल्नु होला।